नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरु लामा। न्यूज सुरु गरौँ आजदेखि शहीद सप्ताह मनाइदै गरेको सम्बन्धी प्रसङ्गबाट। प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा नागरिक स्वतन्त्रताको लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइदैछ। सप्ताहको आज पहिलो दिन आज शुक्रराज शास्त्रीलाई फाँसी दिएको टेकु खरिबोटमा श्रद्धाञ्जली सभा गरिँदैछ। यस्तै 13 गते बिहान 8 बजे सिफलमा रहेको धर्मभक्त माथेमामा फाँसी दिएको ठाउँ र 15 गते बिहान 8 बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई गोली हानिएको शोभा भगवतीमा श्रद्धाञ्जली सभा गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ। सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन माघ 16 गते शान्ति बाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्च पास र शहीदहरूको तस्बिर राखिएको बग्गी सहितको प्रभात फेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुनेछ। लैनचौरमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि लगायत सहभागी हुने महानगरपालिकाको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभएको छ। 2012 सालदेखि काठमाडौँ नगरको संयोजकत्वमा शहीद सप्ताह अन्तर्गतका कार्यक्रम मनाइँदै आइरहेको छ। प्रजातन्त्रको मार्ग गर्दा तत्कालीन राणा शासनको 1997 साल माघ 10 गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुमा, माघ 13 गते धर्मभक्त माथेमालाई सिफलमा र माघ 15 गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिएका थिए। नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिएका छन्। अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताएका छन्। 2062-63 को जनआन्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधि सभा विघटन विरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म नसुत्ने विचार गरेका छन्। उनले संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व होस्, रोजगारी सिर्जना होस्, आर्थिक समृद्धि होस् भन्ने चाहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै जनताका पक्षमा काम हुन नसकेको आरोप लगाए। आफूहरूले पार्टीलाई सिद्धान्तमा आधारित पार्टी बनाउन चाहेको पनि उनले बताए। मुलुकलाई समृद्ध बनाउने, जनतालाई सामाजिक न्याय दिने, बेरोजगार युवालाई स्वदेशमै स्वरोजगारीको अवसर दिलाउने, उद्योग व्यवसाय फस्टाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, सबै जात जाति भाषा भाषी समुदायका जनतालाई न्याय दिनेमा आफूहरूको चिन्ता रहेको उल्लेख गर्दै उहाँले पार्टी घोषणापत्र तथा विधानमा यही लेखिएको भए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। मुलुकमा कोरोनाले आक्रान्त हुँदा जनतालाई राहत दिन सहजीकरण गर्ने ढङ्गबाट संयन्त्र बनाउन आफूले आह्वान गर्दा पनि त्यसलाई व्यङ्ग्य गरिएको उनले गुनासो गरे। आमसभालाई पार्टीका अर्का अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटिका सदस्य घनश्याम भुषालले सम्बोधन गरेका थिए। सभा अगाडि हजारौं नेता कार्यकर्ताहरूले राजधानीमा विभिन्न 9 स्थानबाट जुलुस निकालेका थिए। नेकपाको प्रदर्शनका कारण शुक्रबार बिहानैदेखि राजधानीको सार्वजनिक यातायात अस्तव्यस्त भएको थियो। कोरोना भाइरस विरुद्धको खोप लगाउने स्वास्थ्य संस्थाका व्यक्तिहरूको विवरण आजसम्ममा सूचीकृत गर्नुपर्ने भएको छ। खोप लगाउने व्यक्तिको विवरण विद्युतीय प्रणालीमा तयार गरी मन्त्रालयमा पठाउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको र आजसम्ममा 1 लाख भन्दा धेरै व्यक्ति सूचीकृत भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। भारत सरकारबाट अनुदानमा प्राप्त कोभिसिल्ड खोप लाउनको लागि
सङ्घ, प्रदेश र पालिकामा सूचीकृत भएका सबै प्रकारका स्वास्थ्य संस्थालाई मन्त्रालयको वेबसाइटमा लगइन गरी तोकेको ढाँचामा विद्युतीय प्रणालीमा 2 दिनभित्र पठाउन मन्त्रालयले निर्देशन दिएको थियो। स्वास्थ्य संस्थामा कार्यरत कोरोनाको संक्रमण व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मी, एम्बुलेन्स तथा सब वाहन चालक, कोभिड-19 को संक्रमणबाट ज्यान गुमाएका सबको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, पालिकामा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाई कर्मीको सूची सम्बन्धित संस्था प्रमुखद्वारा प्रमाणित गरी मन्त्रालयको विद्युतीय प्रणालीमा पठाउनु पर्ने मन्त्रालयका डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ। भारत सरकारले कोभिड-19 विरुद्धको खोप कोभिसिल्ड अस्ति बिहिबार 10 लाख मात्र सरकारलाई उपलब्ध गराएको छ। सरकारले पहिलो खोप लगाउने प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाई कर्मी, एम्बुलेन्स चालक लगायतको अग्रपङ्क्तिमा काम गरेकाहरूलाई राखेको छ। मलङ्वा जेसिजको 41औं तथा जुनियर जेसिज मलङ्वाको 25औं पदस्थापना कार्यक्रम संयुक्त रूपमा शुक्रबार सर्लाहीको सदरमुकाम मलङ्वामा सम्पन्न भएको छ। कार्यक्रममा मलङ्वा जेसिज वर्ष 2020 मा अध्यक्ष जेसी राजन हरि श्रेष्ठले वर्ष 2021 का जेसी सुनिल कुमार शाह र जुनियर जेसिज वर्ष 2020 का अध्यक्ष जेसी राज रौनियाले 2021 का अध्यक्ष सोनु कुशवाहालाई पद हस्तान्तरण गरेका हुन्। कार्यक्रममा अधिवेशनबाट चयन भएका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण समेत गराइएको थियो। पद स्थापना कार्यक्रमका प्रमुख अतिथि मलङ्वा नगरपालिकाका पूर्व मेयर समेत रहिसक्नु भएका मलङ्वा जेसिजका भूपू अध्यक्ष तथा जेसिज मावि व्यवस्थापन समितिका वर्तमान अध्यक्ष नागेन्द्र प्रसाद यादवले जेसिजको उच्च मूल्याङ्कन गर्दै जेसिजले गर्दै आएका कामहरू सराहनीय भएको बताउनुभयो। उहाँले वर्ष 2020 को टिमले र त्यसभन्दा बढी पहिलाका टिमहरूले विगतका वर्षहरूमा गरेका कामलाई अबको टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाव दिनुभयो। जेसिज प्रवीण गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा वरिष्ठ अतिथिको रूपमा वर्ष 2021 एरियाका उपाध्यक्ष जेसी प्रमिसा काफ्ले तथा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, पूर्व प्रधानाध्यापक एवं समाजसेवी महेन्द्र कर्ण, सगरमाथा निमाविका तिलक छेत्री, मलङ्वा नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष ईश्वरी श्रेष्ठ लगायत जेसिजका भूपू अध्यक्ष, पदाधिकारी, स्थानीय सङ्घ संस्थाका प्रमुख तथा तिनका प्रतिनिधि, विभिन्न निजी विद्यालयका शिक्षक शिक्षिका, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। मलङ्वा जेसिज वर्ष 2021 का लागि कार्यकारिणी उपाध्यक्षमा जेसी सुमेश सागर श्रेष्ठ र जेसी रामलखन महतो निर्वाचित भएका छन्। यसैगरी उपाध्यक्षमा लालबाबु यादव, सुनिल जयसवाल, मोहम्मद मन्जर हुसैन र करण शर्मा मनोनित भएका छन्। यसैगरी जुनियर जेसिज मलङ्वाको कार्यकारिणी उपाध्यक्षमा मनिष कुशवाहा र मोहम्मद असलम मेक्रानी निर्वाचित भएका छन् भने उपाध्यक्षमा अभिनन्दन कुशवाहा, मोहम्मद शमी मेक्रानी, मोहम्मद शौकत राजा र आरुष गुप्ता मनोनित भएका छन्। सोही कार्यक्रमको अवसरमा मलङ्वा जेसिजको तर्फबाट भूपू अध्यक्ष तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान समेत गरिएको थियो। मलङ्वा जेसिजका नवनिर्वाचित अध्यक्ष शाहले जेसिजको अध्यक्षमा निर्विरोध जिताउन सबै जेसिज मित्रहरूको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसिजको मूल्य मान्यता अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आफू माताहतको नयाँ कार्य समिति र सम्पूर्ण मलङ्वा जेसिज परिवारलाई धन्यवाद ज्ञापन गरे। सदरमुकाम मलङ्वा स्थित बाल मन्दिरको सभा हलमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मलङ्वा जेसिजका भूपू अध्यक्ष जेसी सुबोध हरि राजा उपाध्यायले गरेका थिए। बीचबीचमा जेसिज मावि, सेन्ट गोर्बियर्स र सगरमाथा विद्यालयका विद्यार्थीहरूको नृत्य सङ्गीतले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो। प्रदेश नम्बर 2 को लोकसेवा आयोगले
पालिकाहरूसँग कर्मचारीको अवस्था र पूर्ति गर्नुपर्ने कारण लगायतको विषयमा छलफल थालेको छ। कानून अनुसार पालिकामा कर्मचारी आपूर्ति प्रदेशले गर्नुपर्नेछ। प्रदेश नम्बर 2 को सरकार र प्रदेशमा रहेका पालिकाहरूमा कर्मचारीहरूको चरम अभाव रहेको छ। कर्मचारी अभावको कारण प्रदेश सरकार र पालिकाहरूले अति आवश्यक कामकाज समेत गर्न नसकेको दुखेसो सुनिन्छ। प्रदेश लोकसेवा आयोगले कर्मचारीहरूको अवस्थाको विषयमा पालिकाहरूसँग प्रत्यक्ष संवाद थालेको छ। लोकसेवा आयोगका प्रमुख सहित आयुक्तहरू पहिलो चरणमा 3 जिल्लालाई लक्षित गरी संवाद थालेको छ। प्रदेश लोकसेवा आयोगले काम थालनी गरिसकेको छ। गत वर्ष गठन भएको लोकसेवा आयोगले प्राविधिक पदहरूमा सार्वजनिक विज्ञापन गरेको छ। आयोगको विश्वसनीयता र परीक्षाको मर्यादालाई उच्च प्राथमिकतामा राखिएको छ। प्रदेश लोकसेवा आयोगले विस्तारै प्रदेश र पालिकाहरूमा कर्मचारी आपूर्तिका लागि विज्ञापन प्रकाशन गर्ने आयुक्त झाले बताए। प्रदेश लोकसेवा आयोगमा पनि आवश्यक संख्यामा कर्मचारी रहेको छैन। प्रमुख आयुक्त र आयुक्तहरू स्वयं नै स्थलगत रूपमा खटिरहेका छन्। आयुक्त झा बिहिबार लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष बिन्देश्वर यादव, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादव लगायतका पदाधिकारी र कर्मचारीहरूसँग छलफल गरे। छलफलको क्रममा कर्मचारीको समस्यालाई समाधान गर्न आयोगको सहयोग लिने बताइएको थियो। बाराको परवानीपुर गाउँपालिकाले एक दिने पशुपक्षी बिमा सम्बन्धी गोष्ठी कार्य सम्पन्न गरेको छ। परवानीपुर गाउँपालिकाको वडा नम्बर 2 रामपुर टोकनीमा परवानीपुर गाउँपालिकाका पशु सेवा शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। गोष्ठीमा पशु बिमा सम्बन्धमा पोटेन्सियल इन्स्योरेन्स प्रणालीका प्रतिनिधि रवि रञ्जन यादव र पशु चिकित्सक बैजुलाल गुप्ताले सहभागिताहरूलाई प्रशिक्षण दिनुभएको थियो। सहभागी कृषकहरूले पशु बिमा सम्बन्धमा मनमा लागेको जिज्ञासाहरू कार्यक्रममा राखेका थिए। परवानीपुर गाउँपालिकाले चाँडै नै 50% अनुदानमा कृषकहरूको पशुपक्षीको बिमा गर्न लागेको पशु सेवा शाखाका प्रमुख सिपाहीलाल शाहले जानकारी दिनुभयो। कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण शाह, वडा नम्बर 1 का वडा अध्यक्ष मिश्री महतो, वडा नम्बर 2 का वडा अध्यक्ष ईश्वरी शाह तेली, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरू लगायत करिब 45 जना कृषकहरूको सहभागिता रहेको थियो। भारतको गोरखपुरदेखि नेपालको रूपन्देहीको सुनौलीसम्म अन्तर्देशीय प्राकृतिक ग्यास लिक्युफाइड नेचुरल ग्यास पाइपलाइन बिछ्याउने दोस्रो चरणको अध्ययन सुरु भएको छ। नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्यास आयात गर्न ग्यास पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन सुरु गरेको जानकारी दिनुभयो। यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ। पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्यासको प्रयोगबारे प्रष्ट गर्न नसकेकोले दोस्रो चरणको अध्ययन सुरु गरिएको भट्टराईले बताउनु भएको छ। 6 महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्य सहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेको छ। सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्माणमा आयल निगम लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे। देशैभर मौसम बदली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन्। झण्डै 1 हप्ता अघिदेखि नै देशका धेरै ठाउँमा बादल र कुहिरोले ढाके पनि पानी भने पर्न सकेको छैन। अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ, तर पानी पर्ने उल्लेख्य मौसम प्रणाली नरहेकाले तत्काल पानी पर्ने सम्भावना नदेखिएको मौसमविद प्रतिभा मानन्दले बताउनु भएको छ। यो वर्षा हिउँदे पानी पर्ने ढिलै भएको छ। अहिले सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेश सहितका देशैभरिका धेरै ठाउँहरूमा कुहिरोले ढाकेको छ। तराईको जिल्लाहरूमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ।
आउँदो 3 दिनसम्म नै मौसम यस्तो नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। महाशाखाको अनुसार पर्सि सोमबारसम्ममा नै देशका धेरै ठाउँमा बादल लाग्नेछ भने तराईका जिल्लाहरूमा हुस्सु कुहिरोले ढाक्नेछ। तराईको धेरैजसो ठाउँहरूमा बिहानी पख बाक्लो हुस्सु र कुहिरो लाग्ने हुँदा चिसोबाट बस्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँमा हिजोभन्दा आज केही न्यानो महसुस गरिएको छ। हिजो 3.5 डिग्री न्यूनतम तापक्रम रहेको काठमाडौँमा बिहानको तापक्रम 4.1 डिग्री पुगेको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।